जुन 10 अर्थात् जेठ 27 गतेदेखि जुलाई 9 अर्थात् असार 25 गतेसम्म जुपिटर वा बृहस्पति अस्त हुने हुँदा यो वर्षमा गुरु सबैभन्दा कमजोर हुने समय हो। यो मङ्गलकेतुको कन्जङ्सन र त्योमाथि गुरु अस्त हुने हुँदा सकेसम्म नयाँ काम वा प्रोजेक्ट्स र शुभ कार्यहरू यो समयमा नगरेको राम्रो। लगले साथ नदिएको जस्तो वा स्टक भएको जस्तो फिल गराउने समय हो यो। त्यही भएर नयाँ भन्दा पनि पेन्डिङ कामहरूमा फोकस गर्दा राम्रो हुन्छ। रेस्ट गर्ने, रिफ्लेक्ट गर्ने र प्लान बनाउने। यो समयमा सधैँ र सबैलाई नराम्रो हुने मात्र चाहिँ होइन, आफ्नो दशा र ग्रहको अवस्थामा पनि भर पर्छ। जस्तो पुरानो समस्याहरू सल्भ हुने, नराम्रो बानी छुट्ने, अननेसेसरी खर्चमा ब्रेक लाग्ने जस्तो कुरा पनि यो बेला हुनसक्छ। जुपिटर कम्बस्ट भन्दा पनि सिग्निफिकेन्ट इभेन्ट भनेको मङ्गलकेतुको कन्जङ्सन हो। त्यसैले डिसिजन मेकिङ र आफ्नो एक्सन धेरै इम्पोर्टेन्ट हुन्छ। अब जुपिटर कम्बस्ट हुँदा विभिन्न राशि र लग्नलाई कस्तो असर पर्छ भनेर यहाँ राखिएको छ। यो जेनरल असर मात्रै हो र यो लग्न र चन्द्र राशि दुवैलाई लागु हुन्छ। धेरैजनालाई यहाँ इङ्ग्लिसमा लेखेको भएर वेस्टर्न साइन वा इङ्ग्लिस डेट अनुसार हो भन्ने लाग्ने रहेछ। त्यस्तो होइन, यो वैदिक एस्ट्रोलोजी वा नेपाली राशिको आधारमा हो। इङ्ग्लिसमा लेख्दैमा वेस्टर्न चाहिँ हुँदैन।